ल सानुको आज कपाल काट्ने भनेर। सानु यता हेर्नुहोस् त, उता पछाडि हेर त कपाल कत्रो छ हेर। कपाल हेरौँ न। निन्द्रा निन्द्रामै हुनुहुन्छ उहाँ फेरि। ल सानुको कपाल काट्ने अब है। बेबी हेलो, यता हेर्नु न यता। के हो नि यो? के गर्न लाग्यो नि सानु? के भयो? के हो नि आज? यता हेर्नु न मामुलाई। यो त पेपर निकाल्ने होला नि। होस् आज जटो काट्ने दिन हो, भगवान्ले रक्षा गरेर संरचना गर्दै भगवान् परमेश्वरलाई। मेरो सानो छोरीको जटो काट्ने दिन आज। अब चाहिँ मामा भान्जी टक्क रेडी भएर बस्नु भएको छ कपाल काट्नको लागि। भान्जी मक्क परिछिन्। मामा यिनै हो नि, यति सानी छिन् हाम्रो नानीको मामा। कान्छुले के गर्नु भएको? ओ वाउ। त्यसपछि सानुको कपाल यस्तो देखिएको छ। पहिला चुल्ठो मात्रै काट्यौँ, अब चाहिँ पुरै मेसिन लाएर काट्दैछ मामले सानुको कपाल। अनि सानुलाई चाहिँ खास थालमाथि राखेर काट्न पर्ने रहेछ। अब चाहिँ मम्मीले थालमाथि राखेर काट्दै हुनुहुन्छ, बाबुले काट्दैछिन्। यसरी चाहिँ बाबुले मेसिनले नानीको कपाल काट्दैछिन्। कस्तो देखियो नि आँखा सानु। मामालाई हेर्नु न, मामालाई हेर्नु नचाली। Oh my god. Nani? Baik. Baby ko karne ani mama ko karne baby le, okay? As भन्नु न। अंकुल काट दिन्छ। ए दिदी मम्मी भन्नु।
ल फाइनल्ली सकियो बेबीको। खै यता हेर्नु त। अब मामाको यता हेर न, यता तिमी यता हेर न। आबी कस्तो देखेको सानो यता हेर। फाइनल्ली सक्यो है मेरो भान्जा। यता हेर्नुहोस् त एकचोटि ल, यता हेर्नु न बेबी। खै लुच्चा सक्यो। यता हेरेर हाँस्देऊ त एकचोटि ल, हाँस्देऊ। फाइनल्ली यो चाहिँ कपाल काटिसकेपछिको लुक। कपाल खाए, कपाल खाए। कोही कपाल छैन, इता कपाल। ऐनामा देखाइदियो है।